लाई ए पनि भैँसी दिदी, यस्तै आज एआईबाट घाँस जुन खान जाँदैनौ? पछाडिको भिडियो बनाउन जाने मन त हो लागेको नि, छ भने तर कसरी पहिले दुध बनाउने दिने भनेर काम मैले बढाउनु पर्यो। तपाईँलाई यो भिडियोमा कम्प्लिटली त्यसो दुधको देखाएको छु। बोनस यो भिडियो माग्छु। हेरेर तिमी त तपाईँले दुध नै दिँदैनौ। आज म तपाईँहरूलाई मोबाइलबाट यस्तो भिडियोहरू बनाउन सिकाउँछु। तपाईँ सुरुमा पहिला प्ले स्टोरमा जानुहोस्। त्यहाँ गइसकेपछि तपाईँले च्याट जिपिटी तल्लो बटनमा गएर सर्च गर्नुहोस्। अनि रोक्नु है त, यहाँ गएर तपाईँले च्याट जिपिटी भनेर सर्च गर्नु। च्याट जिपिटी सर्च गरिसकेपछि तपाईँको यो आउँछ, 1 बिलियनभन्दा धेरै मानिसहरूले डाउनलोड गरे। मैले पहिले डाउनलोड गरेको थिएँ, त्यही भएर ओपन गर्छु म। अहिले तपाईँले यो ओपन लेखेको ठाउँमा क्लिक गर्नु। ओपनमा क्लिक गरिसकेपछि तपाईँले अब यहाँनिर मलाई चाहिँ एउटा स्क्रिप्ट लेख्दै भनेर तपाईँले उसलाई भन्नु। रोक्नु है त, मैले हेलो भन्छु। हेलो भनेपछि उसले के छ त खबर भनेर उसले पठायो। अब मैले त्यसलाई चाहिँ के भन्छु भने, मैले पहिले गोठमा भैँसी र बाख्रा कुरा गरिरहेको फन्नी क्लिप तयार पारिदिनुहोस् त 10 सेकेन्डको मात्र भिडियो भनेर उसलाई मैले यस्तो गरेर लेखिसकेपछि तपाईँहरूले राम्रोसँग हेर्नुहोस् है। अब मैले तपाईँलाई यो ब्लू बटनमा सेन्ड गरिदिनुहोस्। सेन्ड गरिसकेपछि यसले स्क्रिप्ट बनाएर पठाइदियो। अब तपाईँले मुख्य कुरा केमा ध्यान दिनु पऱ्यो भने, यो तपाईँले यो स्क्रिप्टलाई चाहिँ कपी गर्नु पऱ्यो। स्क्रिप्टलाई यो माथिपट्टि यो यस्तरी गरेर स्याट्ट क्लिक गरिदिनु। यसलाई कपी भएपछि तपाईँ यसलाई बन्द गरिदिनु। यसलाई बन्द गरेर तपाईँ चाहिँ जानु पऱ्यो अब गुगलमा। गुगलमा गइसकेपछि फेरि यहाँनिर तपाईँले यस्तो गरेर यहाँनिर गएर गुगल जिमिनी भनेर सर्च गरेपछि तपाईँको अगाडि नै सुरुमै आइहाल्छ। रोक्नु, यहाँ लोडिङ हुँदैछ। तपाईँहरूको नेट पनि कस्तो छ त्यसमा भर पर्छ, मुख्य कुरो भनेको। फेरि यहाँ मेरो आउट भयो। अब एकछिन वेट गर्नु। यो खुलिसकेपछि तपाईँको यहाँनिर अब त्यो अहिलेको स्क्रिप्टलाई यहाँ पेस्ट गरिदिनु। जुन कपी गर्नुभएको थियो नि त्यसलाई पेस्ट गरिसकेपछि अब भिडियो कस्तो चाहिएको तपाईँलाई? मलाई चाहिँ मोबाइल फ्रेन्डली चाहियो हो नि त। भिडियो सुड बी मोबाइल फ्रेन्डली लेखिसकेपछि रोक्नु है त। अब त्यो मैले चाहिँ यो मोबाइल फ्रेन्डली स्क्रिप्ट हो के, हेर्न पनि सजिलो हुन्छ, त्यही भएर मैले यस्तै खाले बनाएको। त्यसपछि तपाईँले सट्ट लाएर यसलाई पठाइदिइसकेपछि केही टाइम लाग्छ। तपाईँको 1 मिनेट जति पनि लाग्न सक्छ। त्यही भएर तपाईँले एकछिन प्रतीक्षा गर्नुपर्छ। तपाईँको नेट चाहिँ कस्तो छ भन्ने कुरो त्यसमा मुख्य कुरा हो। तपाईँले अगाडि जुन त्यो भिडियो देख्नु भएको थियो नि, हो यो भिडियो मैले एआईबाटै बनाएको हो। त्यो गोठमा चाहिँ भैँसी बाख्रा कुरा गरिरहेको भिडियो हो। तपाईँले चाहिँ यसरी नै भिडियोहरू बनाउँदै सिक्दै पनि जानुहुन्छ र बिस्तारै बिस्तारै तपाईँले सिक्दै गर्नुभयो भने राम्रो हुन्छ। अहिले एआई चाहिँ एकदमै राम्रो भइसकेको छ। तपाईँहरूले एआईलाई युज गरेर राम्रो राम्रो कन्टेन्टहरू, हरेक कुराहरू तपाईँले एआईबाट सिक्न सक्नुहुन्छ। यहाँ मेरो भिडियो जेनेरेटिङ गर्दैछ, उसले बनाउँदैछ। यसले चाहिँ अब केही समय लाग्न सक्छ भनेको छ। अब तपाईँलाई म भिडियो रेडी हुनुसाथ म तपाईँलाई म नकाटिकन देखाइदिएको क्या। अरूले चाहिँ जस्ताको त्यस्तै तपाईँहरूले सजिलो बुझ्ने भाषामा मैले भिडियो तयार भयो। यसलाई ए भैँसी क्लिक गर्ने दिदी, भने आज घाँस खान जाँदैनौ? जाने त यस्तो हो नि, भिडियो तयार तर हुन्छ। पहिले दुध दिने काम हो, बढाउनु पर्यो। तपाईँहरूलाई पनि यस्तै त्यसो भिडियोहरू दुधको बोनस मन माग्छु। पर्छ तिमी भने त दुध नै दिँदैनौ नि। तपाईँहरूलाई बनाउन सक्नुहुन्छ है, आफैले बनाउन सक्नुहुन्छ। त्यो चाहिँ मैले तपाईँहरूलाई जानकारी गराएँ। भिडियो कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोला।